द भोइस अफ नेपाल सिजन 7 को ग्रान्ड फिनाले भोलि शनिबार भव्य रूपमा आयोजना हुँदैछ। विभिन्न चरणहरू पार गर्दै उत्कृष्ट प्रस्तुति दिएर 4 प्रतियोगीहरू फाइनलमा पुगेका छन्, जसमा सागर संसार राई, निता कुमारी मगर, पुनम गुरुङ र सञ्जिता दुरा फाइनलमा प्रतिस्पर्धामा उत्रिएका छन्। अडिसनदेखि ब्याटल र नकआउट हुँदै लाइभ सोसम्म आइपुग्दा यी चारै प्रतियोगीहरूले दर्शक र कोचहरूको मन जित्न सफल भइसकेका छन्। ग्रान्ड फिनालेमा दर्शकहरूबाट प्राप्त भोट नै निर्णायक हुने भएकाले सबैभन्दा धेरै भोट प्राप्त गर्ने एकजना प्रतियोगी सिजन 7 को विजेता बन्नेछ। विजेताले 20 लाख नगद सहित विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्नेछन्। साथै सङ्गीत क्षेत्रमा थप अवसर र पहिचान पाउने अपेक्षा पनि गरिएको छ। यस सिजनमा प्रतिस्पर्धीहरूको स्तर निकै उच्च देखिएको छ। सामाजिक सञ्जालमा समेत फाइनलिस्टहरूका पक्षमा व्यापक समर्थन देखिएको छ। आयोजकहरूले दर्शकहरूलाई आफ्नो मनपर्ने प्रतियोगीहरूलाई भोट गरी विजेता बनाइदिनु हुन आग्रह गरेका छन्। भोलिको ग्रान्ड फिनालेले कार्यक्रम सङ्गीत प्रेमीहरूका लागि विशेष आकर्षक बन्ने अपेक्षा पनि गरिएको छ।